बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा 46 वर्षीय सुमित्रा देवी मण्डल र उनका 28 वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती 25 वर्षीय मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आज बिहान करिब 3 बजेको समयमा अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको र परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणमा आमा सुमित्रा र छोरा रामेश्वरको घटनास्थलमै मृत्यु भएको हो। उक्त आक्रमणमा 52 वर्षीय जगरूप मण्डल बुवा र 22 वर्षीय रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हत्या कसले र के उद्देश्यले गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।